नमस्ते साथीहरू। आज म काठमाडौँदेखि पोखरा जाँदैछु। यो मेरो पहिलो भ्रमण हो। यहाँ देख्न सक्नुहुन्छ हामी पोखरा जानको बाटोमा मलेखु आइपुगेका छौँ। मलेखु माछाको लागि प्रसिद्ध छ भन्ने सबैजनालाई थाहा नै छ। हामी पनि यहाँ मलेखुमा एकछिन माछा खानको लागि झर्यौँ र फेरि बाटो लाग्यौँ। यहाँ देख्न सक्नुहुन्छ मेरो बाबा ड्राइभर हुनुहुन्छ। बाहिरको रोड असाध्यै राम्रो बनाएको रहेछ। त्यहाँको दृश्य पनि अति नै राम्रो छ। यहाँ अब मामु हुनुहुन्छ। यहाँ म पछाडि त्यहाँ गीत बजाउँदैछु। बाबा पनि त्यहाँ ड्राइभिङ गर्दै हुनुहुन्छ। हेर्नुहोस् त यो पहाडको कति राम्रो सिनरी। यस्तो राम्रो त हाम्रो नेपालमा बाहेक कहीँ भेट्दैनौँ होला। त्यहाँ कति धेरै रहेछन् पर्यटकहरू। यो हो ऐना पहरा। यहाँ धेरै पर्यटकहरू छन्। यहाँ माथि स्काइवक पनि बनाइएको छ। आबु खैरेनीको नजिकै पर्ने यो पर्यटकहरूको घुइँचो लाग्ने स्थल बनेको छ। मिठा मिठा गफ गर्दै हामी आबु खैरेनी आइपुगेका छौँ। यहाँबाट त फराकिलो सडक पोखरा जानलाई कति रमाइलो रहेछ। यहाँ 4 लेनको बाटो बनाइएको रहेछ। यहाँ त सिधा रोड, कतै घुमाउरो, यत्रो ठुलो बाटो, साइडमा कति रङ्गिला पहाडहरू, सब राम्रा दृश्यहरू छन्। यी दृश्यहरू निहाल्दै हामी पोखरातर्फको यात्रामा। यहाँबाट अब पोखरा धेरै टाढा छैन। कति होला र 50 किलोमिटर होला। बिहान सूर्योदयमा हिँडेको हामी अहिले सूर्यास्त पनि देखिरहेका छौँ। यो रोड त सूर्योदयमा मात्र नभइकन सूर्यास्तमा पनि राम्रो देखिरहेछ। यति राम्रो बाटोमा हिँड्न त मनै आनन्द भयो। वहाँ पारी गोर्खा छ। यतापट्टि हामी तनहुँको राम्रो रोडमा हिँड्दैछौँ। यो त कति राम्रो रोड रहेछ। अब हामी पोखरा आइपुगिसकेर फेवाताल घुम्दैछौँ। हेर्नुहोस् त कति राम्रो फेवाताल। डुङ्गाहरू पनि कति धेरै छन्। यहाँ त सयौँ के हजारौँ नै डुङ्गा होलान्। अब मामु र म अगाडि हिँड्दैछौँ। यो एउटा पोखराको तालको छेउको एउटा रिसोर्ट जस्तै एउटा पार्क रहेछ। यहाँ हेर्नुहोस् त चेयर बनाइएको, टायरबाट चेयर बनाइएको रहेछ। यहाँ विभिन्न किसिमका डुङ्गाहरू रहेछन्। कुनै उभिने, कुनै साइकल, कुनै एकजना चढ्ने, कुनै छाना हालेको, कुनै काठको, कुनै प्लास्टिकको, विभिन्न किसिमका छाना नभएका डुङ्गाहरू रहेछन्। अब हामी यहाँ टिकट काउन्टरमा आएका छौँ। टिकट काउन्टरमा धेरैजना भिड रहेछ। अब हामी एउटा डुङ्गा चढेर त्यहाँ लागेका छौँ। त्यस मन्दिरको नाम चाहिँ तालबाराही रहेछ। हामी अब बोट डुङ्गामा चढेर अब त्यही तालबाराही मन्दिरमा जानेछौँ। हामी तालबाराही मन्दिरमा पुगिसक्यौँ। अब यहाँ एकछिन मामुले केही गफहरू गर्दै हुनुहुन्छ। चौतारो छ अनि यहाँनिर छ हेलो। Which color do you like? डर लाग्यो हो? डर लाग्यो हो? उल्टा लाग्छ। यो मेरो नयाँ परेछ, त्यो त पुरानो धोएर राख्नुपर्छ। कति छिटो हामी यहाँ पारी आइपुग्यौँ। हामीले पानीलाई खेल्दै, छान्दै, फाल्दै, अरूलाई भिजाउँदै आयौँ। अब यो तालबाराही मन्दिरमा आइपुगिसक्यौँ। यहाँ हेर्न सक्नुहुन्छ फेवातालको कति राम्रो दृश्य अनि सूर्यास्तको पनि कति राम्रो दृश्य। बाबाले फेवाताललाई निहालेर हेर्नुहुन्छ। हामी अब पानी खेल्दै रमाइलो गर्दै बसिरहेका छौँ। पानी त असाध्यै चिसो पो रहेछ। मलाई मामुले भिजाएर मलाई कस्तो जाडो भयो। मैले पनि भिजाइदिएँ। मैले त हिमाललाई पनि तालमा टलक परिरहेको बेलामा छोएँ। हिमाल पनि कति राम्रो दृश्य देखिएको थियो पोखराबाट। हामी डुङ्गामा चढेर गइरहेछौँ।
मामुले फोटोहरू विभिन्न खिचिछ। यहाँ तालबराही मन्दिरमा पनि निकै भिड रहेछ। धेरै जसो चाहिँ यहाँ इन्डियनहरूको भिड रहेछ। तालबराही मन्दिर निकै राम्रो मन्दिर रहेछ। अहिले पनि मेन मन्दिरमा छिर्न पाएनौँ किनभने यहाँ पुनर्निर्माणको कार्यहरू हुँदै थियो। हामी साइडबाट मात्रै हेर्न पायौँ। हामीले यहाँ पुगेपछि धेरै फोटोहरू खिच्यौँ। हेर्नुहोस् त पछाडि त्यहाँ हिमाल बादल धेरै लागेको थियो तर कुनै कुनै हिमाल चाहिँ देखिएका थिए। त्यहाँबाट माछा पुच्छ्रे चाहिँ राम्रोसँग देखिएको थियो। हामी त्यहाँ माछालाई दाना हाल्दै अनि विभिन्न किसिमका क्रियाकलापहरू गर्दै बसिरहेका थियौँ। त्यहाँ इन्डियनहरू चाहिँ धेरै रहेछन्। सबजना इन्डियनमा बोल्दै हिन्दीमा बोल्दै थिए। उनीहरू सबजनाले हाम्रो नेपाली चाहिँ बुझ्दैन रहेछन्। हामीले हिन्दी बुझ्थ्यौँ तर उनीहरूले बुझ्दैनथे। हामी त धेरै डुङ्गाहरू चलिरहेको हेर्दै मजा गर्दै त्यो तालबराही मन्दिर हेर्दै बस्यौँ। 3-4 जना त सिङ्गल बोटमा पनि आइरहेका थिए। एकजना त झन्डै चिप्लेर लडे तर लास्टमा लडेनन्। त्यहाँ त कति राम्रो सौन्दर्य रहेछ। पोखराको मेन सौन्दर्य नै फेवाताल नै रहेछ। फेवाताल नभएको भए पोखरामा पर्यटकहरू धेरै आउँदैन रहेछन्। सबसे धेरै पर्यटक भएकै यही फेवाताल नै रहेछ। फेवाताल फेरि धेरै ठुलो रहेछ। बाबाले भनिसकेको थियो मलाई कि यो ताल मानिसहरूले नै आर्टिफिसियली बनाएका हुन्। मलाई त त्यस्तो पत्याएर नै लागेन। अब हामी यहाँ पुम्दीकोटको शिवालयमा आएका थियौँ। यहाँ त पार्वतीले शिवलाई निहालेर हेर्दै दुईटा ठुल्ठुला स्ट्याचु बनाएका रहेछन्। पार्वतीको अगाडि 5वटा सिंहको मूर्ति थियो र एउटा पार्वती चढेकी एउटा मयूर पनि थियो। त्यहाँ त कस्तो राम्रो देखिएको थियो दृश्य। शिवले उता डाँडामा पार्वती यो डाँडामा। कस्तो राम्रो बजार पनि थियो तल त। पहाडहरू पनि राम्ररी देखिएको थियो। यति बेला थोरै वर्षा परेर मात्रै हो नत्र निकै राम्रो थियो। अब म उल्टो हिँड्दै माथि त्यो शिवालयमा जाँदै थिएँ। गेटको माथि निकै ठुलो शिवलिङ्ग रहेछ। गेट पनि ठुलो थियो। शिव झन् निकै ठुलो थियो। यहाँबाट त पोखरा बजार पनि राम्रोसँग देखिने रहेछ। यहाँबाट बेगनासताल, फेवाताल, सराङकोट सबै कुरा देखिने रहेछ। यो निकै धेरै हाइटमा थियो। मामु पछाडि बिस्तारै बिस्तारै सिडीको बाटो आउँदै होइसिन्छ। पछाडि बादल लागेर पानी पर्ला पर्ला जस्तो भयो। हामी त्यो गेटभित्र छिर्न लागेका छौँ। यहाँ हेर्नुहोस् त कति धेरै भिड। सब इन्डियनहरू हुन्। त्यहाँ नयाँ घर निर्माण गर्दै रहेछ। अब त्यहाँ फेरि पार्वती भएको ठाउँमा हामी घुम्न गयौँ। त्यहाँ त 5वटा सिंह, एउटा लोटस, एउटा मयूर अनि पछि धेरै पार्वतीहरू नै रहेछन्। त्यहाँ एउटा घर जस्तो पनि रहेछ। त्यहाँ चाहिँ हातमा बस्ने, लोटसमा बसेर बाहिर जाने हट एयर बलुन के रहेछ। त्यसलाई छिर्न चाहिँ इन्ट्री फी तिर्नु परेछ। हामी त्यहाँ गएनौँ। हामी यहाँ निकै रमाइलो गर्दै बस्यौँ तर पछि निकै ठुलो पानी आएर पो हामीलाई हैरान भयो। हामीले एकछिन आधी घन्टा जतिलाई त्यहीँ बस्यौँ। त्यहाँबाट फेरि हामी यता आयौँ र यहाँको दृश्य चाहिँ अति नै राम्रो थियो। यहाँ मड्का चिया मामुले पकाउँदै होइसिन्छ। मड्का चिया खाएको निकै मिठो थियो। मड्कामा माटोको मड्कामा पकाइदो रहेछ। बालुवामा यो चिया पकाइदो रहेछ। हामीले मड्का चिया खायौँ र त्यहाँबाट फेरि तल लाग्यौँ। अब हामी गुप्तेश्वर महादेव मन्दिर गयौँ। त्यो चाहिँ एउटा गुफाबाट रहेछ। त्यो गुफाबाट डेभिज फल्स पनि देखिँदो रहेछ। त्यो अति नै धेरै आवाज निकाल्दो रहेछ डेभिज फलले। फेरि हामी माथि गएर एउटा
सुन्दर डाँडा भन्ने एउटा निकै सुन्दर डाँडामा गयौँ। त्यो चाहिँ एउटा नाक जस्तो रहेछ। बेगनासताल र रूपाताल चाहिँ दुईटा आँखा र त्यो डाँडा चाहिँ एउटा नाक त्यस्तै रहेछ। यतापट्टि बेगनासताल उतापट्टि रूपाताल निकै सुन्दर थियो। यता हेर्नुहोस् त अब रूपाताल उतापट्टि बेगनासताल हामीले त्यहाँ माथि एउटा टावर रहेछ त्यहाँनिर एउटा फोटोहरू खिच्यौँ। त्यहाँ सूर्य मामासँग थिए। सूर्य मामा पनि पोखराबाट हामीसँग आउनु भएको थियो। त्यहाँ हेर्नुहोस् त पोखरा बजार रूपाताललाई मानिसहरूले नै ठुलो बनाउन खोजेका रहेछन्। त्यहाँ एक्सप्यान्ड गर्दै रहेछन्। हामी त्यही डाँडालाई निहालेर हेर्दै गफ गर्दै फेरि तल झऱ्यौँ। तर त्यहाँको बेगनासतालको दृश्यले मलाई तल झर्नै मन लागेको थिएन। त्यसैले म चाहिँ एकछिन त्यही बसेर कुद्दै फेरि मामुहरूलाई भेट्नलाई तल गएँ। अब त्यहाँ फेरि फोटोहरू खिचेर भिडियो बनाउँदै हामी फेरि तल लाग्यौँ। म र बाबा फेरि मजा गर्दै यहाँ फोटो खिच्यौँ। पहिलोचोटि मेरो पोखरा भ्रमण निकै रमाइलो लाग्यो मलाई। पोखरा यति सुन्दर यति राम्रो हुन्छ भन्ने मलाई लागेको पनि थिएन। पोखरामा 7वटा ताल रहेछन्। त्योमध्ये हामी 3टा ताल चाहिँ देख्यौँ। अरू ताल त साना तालहरू रहेछन्। बेगनासताल र रूपाताल चाहिँ मानिसले बनाएको होइन प्रकृतिबाटै आएका तालहरू रहेछन्। तल गएर पनि हामीले रुखमा फोटो खिच्यौँ र यहाँको दृश्य निहाल्दै फेरि तल लाग्यौँ। हामी अब तल जाँदै एउटा मुढाबाट पानी निस्केको आयौँ। रूपातालको अझ माथि शिरमा भनौँ मुढाबाट पानी आइरहेको यो ठाउँमा आइपुगेका छौँ। यहाँनिर चाहिँ एउटा काठको जरा छ र त्यो काठको मुढाबाट चाहिँ यसरी पानी आइरहेको छ। यो रूपाताल विस्तारको क्रममा उत्खनन गर्दाखेरि यहाँनिर चाहिँ यसरी जराबाट चाहिँ पानी आइरहेको भेटियो अरे। पहिला पनि माथि खेती गर्दाखेरि चाहिँ मूलमा पानी चाहिँ आइरहन्थ्यो अरे, तर यहाँ तल जरा छ भन्ने थाहा थिएन। अहिले चाहिँ यसरी जराबाट आइरहेको हुनाले अहिले यसलाई जलसिद्ध महादेव भनेर चाहिँ पूजा अर्चना पनि गर्ने गरिएको रहेछ। त्यही सन्दर्भमा हामी यहाँ आइपुगेका छौँ। यतापट्टि चाहिँ मामु छोरो पनि हेर्दैछन् यहाँनिर। यो ठाउँहरू चाहिँ अब रूपाताललाई चाहिँ विस्तार गर्ने क्रममा तल रूपाताललाई अझ विशाल बनाउनका निम्ति यो ठाउँहरू चाहिँ अधिग्रहण गरेर यसरी तयारी गरिँदै रहेछ। हामी देख्न सक्छौँ परसम्म चाहिँ यसरी चाहिँ तटबन्धहरू पनि गरिएको छ र यो चाहिँ धेरै माथिबाट चाहिँ बगेर आएको चाहिँ पानीलाई चाहिँ तल बन्द गर्ने क्रममा रहेछ। यहाँनिर चाहिँ अर्को बाराही मन्दिर पनि यहाँनिर बनाउनको निम्ति तालको बिचमा बाराही मन्दिर बनाउनलाई यसरी तटबन्ध गर्दै बिचमा अग्लो भाग बनाइँदै रहेछ र वरिपरिबाट चाहिँ तालहरू चाहिँ अब तालका पानी चाहिँ विस्तार गर्ने क्रममा रहेछ। र यहाँनिर चाहिँ भैँसीहरू चरिरहेका छन्। कास्की जिल्ला र म्याग्दी चाहिँ भैँसी पालनको लागि पनि निकै प्रसिद्ध लाग्यो। धेरै माथि घोडेपानीतिर पुग्दाखेरि पनि भैँसी खर्कहरू र त्यो चाहिँ लेकाली वनमा पनि मजासँगले चाहिँ लेकाली भैँसीहरूलाई चाहिँ वनमै छोडेर चाहिँ पाल्ने गरिएको रहेछ। त्यो चाहिँ गजब रहेछ र यहाँसम्म पनि यसरी भैँसीहरू पालिएको देख्न सकिन्छ। ओके, हामी यही जलसिद्ध मन्दिरमा छौँ। हामी सुन्दर सौन्दर्यहरू हेर्दै अब पोखराबाट फर्केर घान्द्रुकको बाटोतर्फ लाग्यौँ।